आम नेपाली नागरिकको हैसियतले राजा ज्ञानेन्द्रले फागुन 6 गते एउटा सामान्य सबैलाई सर्वस्वीकार्य सन्देश बक्सेको थियो। त्यो सन्देशबाट दलहरू डराउनु पर्ने थिएन, तर उनीहरूले गरेका यो लामो समयको अपराध राजा आइसकेपछि अब हाम्रो घर भनेको गोलघर हुनेछ, जेल हुनेछ, काल कोठरी हुनेछ, हामीले पाउने सजाय भनेको अब हामीले गरेको अपराध अनुसारको हुनेछ भनेरै यी नेताहरू तिलमिलाउन थाले। आवश्यकै थिएन, संसदमा बवण्डरहरू मचियो। यिनीहरूले स्याल हुइया गरेर राजाको कदमहरूलाई मिनिमाइज गर्ने वा अलिकति रोक्ने प्रयासहरू गर्न खोजेका हुन्। यसका बावजुद महाराजको कदमहरू एक पछि अर्को यति स्ट्रङली अगाडि बढ्यो, यति शक्तिशाली रूपले अगाडि बढ्दै गयो। आज म तपाईहरुसँग संवाद गरिराख्दाखेरि भोलि महाराज फिर्ती सवारी छ, लाखौं जनता हामी एयरपोर्टमा जाँदैछौँ, हामी त्यसको नेतृत्व गर्दैछौँ। स्वागतजीहरू जस्तो नयाँ सम्भावना बोकेको देश हाँक्न सक्ने योद्धाहरू यो मुद्दामा, यो देशको मुद्दामा स्पष्ट रूपले आफूलाई आएर उभाइसकेको अवस्था छ। लाखौं जनताहरू एयरपोर्ट आउँदैछन्। यो थाहा पाएर तारन्तार शीर्ष नेताहरू गोप्य रूपले राजासँग भेटघाट गर्ने समय मागिरहेछन् भने केहीले त विराटनगर गएर म राजालाई राजा नै भन्छु भनिसकेको अवस्था हो। यो चान्चुने कुरा होइन साथीहरू। हिजोसम्म नाम उच्चारण नगर्नेहरू आज गोप्य रूपले, म फेरि पनि यहाँ भन्दैछु, मसँग पनि होला, स्वागतजीसँग पनि होला, गुरुसँग पनि होला, सबैसँग यी नेताहरूको सम्पर्क छ। जसरी पनि राजा भेटाइदिनु पर्यो र मेरो जीव ज्यानको सुरक्षाको लागि ग्यारेन्टी गरिदियो भने हामी खुलेर राजाको पक्षमा लाग्छौँ भनेर अहिलेको बालबाला मन्त्रीहरूलेसम्म तपाईँको त्यो सङ्केत गरिसकेको अवस्था हो। काठमाडौँ उपत्यकामा आधाभन्दा बढी नेता जो आलोचित छन् नि, सर्वाधिक आलोचित नेताहरू, ती नेताहरू भिडले भोलि कुनै पनि अप्रिय निर्णय गर्न सक्छ। हामी यहाँ सुरक्षित नहुन सक्छौँ, हामीले अब उपत्यका छोड्नुपर्छ भनेर धमाधम उपत्यका छोडेको छन्। यसको यो पुष्टि खबर तपाईँहरूलाई मैले अहिले भन्दैछु। आतंकित भएका छन् यिनीहरू, किनभने देश जाएको छ, नेपाली जनता जाएका छन्। महाराजको फिर्ती सवारी छ। उहाँले जसरी जनताको नासो जनतालाई भनेर हिजो छोडेर जानु भएको थियो नि, हाँसी हाँसी पत्रकार सम्मेलन गरे। यसै गरी अहिले तपाईँहरू कम्तीमा 100-150 मिडिया हुनुहुन्छ होला। त्यतिखेरको अवस्थामा 200-400 मिडियाको अगाडि उहाँले आफ्नो त्यो बनाइराख्नु भएको थियो। जनताको नासो जनतालाई भनेर छोडेर गएको राजाले त्यही जनतालाई आह्वान गरिसक्नुभयो, म अब देश हाँक्न आउँदैछु, मलाई साथ दिनुहोस्। यति भन्दा केपी ओलीजी तपाईँ किन आत्तिनु पर्यो? तपाईँ आत्तिनु पर्दैन। हिजो तपाईँ त्यो लिखुरे त्यो 40-42 केजीको केपी ओली राजाका गरेर दाम चढाउँदै गरेर टिका लगाएको फोटो त हामीले हेरेकै छौँ नि। हामीले अर्को पनि हेरेको थियौँ। सम्मान्य प्रधानमन्त्रीज्यू, तपाईँ भाग्नु पनि पर्दैन, उपत्यका छोड्नु पर्दैन। यी आयातित गणतन्त्रका हिमातीहरू हामीले माफी दिन जानेको छौँ, तर हाम्रो त्यो माफी क्रूरतामा नबदलियोस्, हामीलाई अनावश्यक चेतावनी दिन बन्द गरियोस्। यो जङ्गलराज होइन प्रचण्डजी। हिजो जङ्गलमा शिक्षामा पढाउँदै गरेको शिक्षकलाई घाँटी काटेर मारेको युग होइन यो युग हाम्रो देशभक्त योद्धाहरूको युग हो। यहाँ ठाउँको ठाउँ ठोकिन्छ, प्रत्याहार गरिन्छ, कसैलाई बाँकी राख्दैन साथीहरू। किनभने यहाँ कुनै जाल जेल छैन। आफ्नो यी 10 औँला प्रयोग गरेर, लेखेर, काम गरेर, भारी बोकेर वा यसै गरी सोशल मिडिया, डिजिटल मिडियालाई प्रयोग गरेर, घर खेती गरेर त्यसबाट आएको आय आर्जन हामी खाँदैछौँ। त्यो दम्बमा हामी बोल्दैछौँ। तिमीहरू जस्तो विदेशीको खेताला भएर देश लुटेर भ्रष्टाचार गरेर, अपराध गरेर, अपराधीलाई संरक्षण गरेर बोल्दै छैनौँ। त्यसैले हाम्रो बोलीमा दम छ। एउटा कहानी छ हिन्दीमा, कहिलेकाहीँ नेपालमा हिन्दी फिल्म लाग्छ, तर त्योबाट हिन्दी बोल्यो भनेर आलोचना नगर्नु होला। मेरो आवश्यकता एकदम कम छ, त्यसैले मेरो बाजुमा दम छ भन्थ्यो क्या अजय देवगनले। हो, हामी जे छ त्यसमा खुसी छौँ। हाम्रो सपना ठुलो छैन। यो देश बनाउनु छ, यो देशको स्वाभिमान फेरि फर्काउनु छ, यो देशको राष्ट्रियता बलियो बनाउनु छ, यो देशको निर्माताका सन्तानलाई राजगद्दीमा राख्नु छ। त्यो हामी राखेर छोड्छौँ, किनभने हामीले अपराध गरेका छैनौँ। तिमीहरूले अपराध गरेका छौ, तिमीहरू डराएका छौ। जसले अपराध गरेको छैन ऊ खुलेर आज फेरि देशको पक्षमा आएको यही तपाईँहरू सामने आज हामीले पस्केर देखाएका छौँ। यो तागत हो हाम्रो, यो हाम्रो तागत हो। यहाँ संवाद गरिराख्दाखेरि म
नेपालको कुनै पनि ठाउँमा बोलाउनुहोस्, महेश बस्नेतजी युवासँग खटाएर धम्की नदिनुहोस्। तपाईँको सारा युवासँगको शक्ति भएको रङ्गशालामा एउटा युवाले तिमीलाई हलाइदियो, राजालाई धम्की दिने। मर्ने बेलामा हरियो काँक्रो। हेर, देशद्रोही राष्ट्रघाती गद्दार हो। सिपाही भनेको यस्तो हुन्छ, सार्वजनिक ठाउँमा उभिएर तिम्रो बालवाला सरकारका हिमायतीहरूलाई खुलेआम चुनौती दिइरहेको छौ कि अब यो देशमा राष्ट्र संस्था आउनबाट रोकेर देखाओ, यो देश बनाउनबाट। तिमीहरू सक्दैनौ। त्यसैले लुकी लुकी राजाका सम्पर्क गर्ने होइन कि खुलेआम राजाका गएर खुट्टामा पाउ पर नेपालका राजाले माफी दिन जानेका छन्। माओवादी जस्तो विध्वंसकारीलाई त तपाईँको एउटा पहाडमा एउटै खाल्टोमा तपाईँको सेनाले च्यान बनाउन खोज्दाखेरि यिनीहरू पनि हाम्रो नेपालका नागरिक हुन्, यिनीहरूलाई मार्नु हुँदैन भनेर प्रचण्डजी तपाईँलाई राजाले बचाएको होइन। आज राजा विरुद्ध बोल्ने झाडीबाट फुत्ता आएर केपी ओलीले भनेको, तिमी जस्तो झ्याल ढोका नभएको घरमा, दुई छा खान नपाएको घरमा जन्मेर अर्का घरमा काम गरेर नोकर बसेको 10 क्लास पढ्यो र राजा? यो देश राष्ट्रका निर्माताको सन्तान हो। नेपाली जनता र देशप्रतिको माया उनलाई कति छ भन्ने कुरो उनका पछिल्ला 15-20 वर्षदेखिको त्यो शालीनता र देशमै बसेर तिमीलाई पटक पटक घचघचाएको होइन। भएन है, मैले जुन हिसाबले तिमीलाई सत्ता सुम्पेको थिएँ त्यसरी चलेन। सच्याउ त तिमीहरू, तपाईँहरू कोही सचिनु भएन। नसचेपछि के गर्छ त? गार्जेनले नि छोराछोरी बिग्रेपछि अन्तिममा आएर फेरि त्यो जिम्मेवारी उठाउँछ। महाराजले त्यही जिम्मेवारी उठाउनु खोजेको। यसमा पनि तिमीलाई पुगेन। युपी बिहार पुग्ने